मोनिका गर्भवती भए त्यसको पेटमा मेरो बुढाको बच्चा छ भन्ने प्रमाणित भयो। त्यो मोनिका गर्भवती भएको देखेर हाम्रा दिदी कति धेरै खुसी हुनुभएको छ। बुढा त्यो मोनिकाले बोमिट पनि गरे, म प्रेग्नेन्ट छु पनि भने। के साँच्चीकै त्यो प्रेग्नेन्ट नै छ त? मीनाक्षी के प्रश्न गरे कि यस्तो? ऊ प्रेग्नेन्ट भएको नभएको मलाई कसरी थाहा हुन्छ? तिम्रो घरमा त अचम्मको घटना घटेछ नि त। त्यो मोनिका त गर्भवती छ रे नि त। त्यही त नि दिदी, आज बिहानै एक्कासी त्यो मोनिकाले बमिट गरी अनि आमाले के भयो भनेर सोद्धाखेरि कस्तो लाजै नमानिकन म त गर्भवती भए पो भने। मलाई थाहा थियो मेरो श्रीमान मसँग राम्रोसँग रात बिताउन चाहनुहुन्न, मसँग कुरा गर्न चाहनुहुन्न भनेर। त्यसैले उहाँ र म मेडिकल गएको बेलामा उहाँलाई बेहोस बनाउनलाई मैले स्लिपिङ ट्याब्लेट किनेर ल्याएको थिएँ। यसरी तैँले यस्ता यस्ता फोटो देखाउँदाखेरि अनि त्यही माथि म दुईजेउकी छु भनेर त्यसलाई भनिस् भने त राम राम राम, त्यो त सहन नसकेर मर्छ होली। आज हजुर यहाँबाट निस्केर गइसकेपछि त्यो मोनिकाले बमिट गरे अनि भने म गर्भवती छु, मेरो श्रीमानको बच्चा मेरो पेटमा छ भनेर। त्यसपछि आमाहरू सबैजना खुसी हुनुभयो। होइन तैँले गर्न खोजेको के हो? झुटो बोल्नुको पनि एउटा सीमा हुन्छ नि। म प्रेग्नेन्ट छु, मेरो पेटमा श्रीमानको बच्चा छ भनेर झुटो बोल्ने, नाटक गर्ने। मलाई बमिट भयो, त्यसपछि मेरो पेटमा बच्चा छ कि भन्ने मलाई शङ्का भयो। जोसाउन जाँदाखेरि मेरो पेटमा बच्चा रहेछ। तेरो पेटमा बच्चा छ भनेदेखि त अरू कोही कसैको पापको निशानी पनि त हुन सक्छ नि। मलाई मात्र किन जोख्लाउँछस्? राम 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 राम, के बोल्नु भएको श्रीमानज्यू यस्तो? यो फोनमा फोटो भिडियो डिलिट गरेर के गर्नुहुन्छ? यो फोटो भिडियो दिदीको फोनमा पनि छ, मेरो साथीहरूको फोनमा पनि छ। त्यो डिलिट गरेर देखाउनुहोस् न। भर्त नबोल फेरि। छि 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 छि, हेर्नु त अस्मिता दिदी, षड्यन्त्र पनि कति गर्न जानेका तिनीहरूले। फेरि त्यो मोनिकाले आफ्नो श्रीमानसँग त्यसरी बसेको बेलामा कसरी त्यस्तो फोटो खिच्न सक्यो कि? दिदी आज त अचम्मै भयो त। के अचम्म भयो मोनिका? त्यो पुजे र श्रीमानज्यू के गर्दै हुनुहुन्छ भनेर लुकेर हेर्न गएको त त्यो पुजे त रिसाएर सुतिराखी रहेछ। पूजा 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 होइन, एक्कासी कहाँ गएछ त्यो? पूजा 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 यसरी रोएर बसेको? खै के भयो आजकल त मलाई त्यो घरमा बस्नै मन छैन। मलाई त कहाँ जाउँ के गरौँ मात्रै हुन्छ, मन बुझाउनै सक्दिनँ। हेर पूजा, तिमीले यस्तो कुरा नगर। बेलुका सँगै सुतेको मान्छे यसरी आधा रातमै उठेर हिँड्ने हो? तिम्रो मनमा लागेको होला मैले तिमीलाई भन्दा बढी त्यो मोनिकालाई माया गर्छ भनेर। तर तिमीले जेसुकै सोच, जेसुकै बना, जस्तो सुकै कसम खा भने पनि म खान तयार छु। मोनिकालाई भन्दा बढी माया म तिमीलाई गर्छु। मोनिकालाई त मैले जबरजस्ती माया गरेको जस्तो मात्रै गरेको हो।
तर तिमीलाई त म मनभित्रदेखि नै माया गर्छु। तिमीले चाहिँ मेरो मायालाई किन बुझ्दिनौ? त्यसैले पूजा खुरुक्क घर हिँड। मैले घर जान्न, मलाई एकछिन एकान्तमा छोडिदिनुहोस्। हजुर घर गएर सुत्नुहोस्। म यसरी तिमीलाई मध्यरातमा यहाँ छोडेर घर गएर सुत्न सक्छु होला त? त्यसैले खुरुक्क घर हिँड। अबदेखि यसरी भागेर हिँडे काम नगर। आऊ आऊ। जाँदिन। छुटाऊ। हजुर जानुहोस्, म जान्न। यहाँ भन। यहाँ बस। हेर पूजा, यसरी राति राति घर छोडेर हिँड्ने काम नगर। तिमी यसरी घर छोडेर हिँड्यौ भने मेरो मन कस्तो हुन्छ होला भन त? नरो है, मैले भनेको छु नि फेरि। राति राति बुढाबुढी झगडा गरेका छन् भन्ने आमाहरूलाई नपार न। उसै त घरभरि शत्रुहरू छन्। यसरी रोएर झन् शत्रुहरूलाई हँसाउने काम नगर त। किन रुनु पर्यो? यदि म प्रति तिमीलाई केही कुरामा चित्त बुझेको छैन भने भोलि कुरा गरौँला। अहिलेलाई चाहिँ सुबह लाएर सुत। सुत ल, खुरुक सुत। चुप लागेर सुत है। यसरी त्यत्तिकै घर छोडेर हिँडेको छ, यस्तो तनाव दिने हो? चुप लागेर सुत ल। बेलुसम्म सुत्दैछ के आवाज छोरी? मनी पनि कति छिटो उठेर गइसकेपछि हामीसँग उठ्दै त छोरी। यो फेरि सुतेपछि कुम्भकर्णकै भतिजी हो नानी। हेर्न मोनिका कति छिटो उठेर गइसकेपछि हामीसँगै निस्किने त बाहिर। अब बुहारी मान्छे दैलो पूजा गर्न गएकी होली कि आमा। फेरि आज त्यसको श्रीमानसँग बस्ने दिन हो कि अरे। अब बिहानदेखि गयो होली नि भन्नलाई। नचेन कुरा गरेको चाहिँ आमा पनि सुत्नै दिनुहुन्न भने। ए मोनिका, मोनिका, ए मोनिका, मैले कहाँ गयो त्यो केटी? बाहिर बस्या होला भने बाहिर पनि छैन। भित्र सँगै ओछ्यानमा सुत्या, ओछ्यानमा पनि छैन। पानी लिन गई भनौँ भने गाग्री रित्तै भित्र लडिरहेछ। अनि जान चाहिँ कहाँ गयो त्यो केटी? मोनिका, अचम्म छ बा। अनि यो घरका सबै मान्छेले चाहिँ भएको के नि? के अटेरी गरे हो? कसैलाई घरको केही मतलबै छैन त? मोनिका, मोनिका, होइन यिनीहरू चाहिँ के भएको? उठ्दैनौ कि के हो? के उठ्नै बिर्स्यौ? बाबा नि त यिनीहरूलाई मैले एक दिन नउठाउने भयो भने त दिनभरि सुत्छन् यिनीहरू। जिउँदै छ कि मर्यो? उठ न। कहाँ गयो त त्यो फेरि? हे भगवान्। साँच्चै मर्यो कि के हो तिमीहरू? अझै उठ्दैनन् त? कसैलाई मतलबै छैन, टेर पुछरै लाउँदैनन्। म ढुङ्गासँग बोले कि मान्छेसँग बोले?
आज त झलमल्लै घाम पो लागिसकेको छ उज्यालो भएको पनि पत्तै पाइनँ सदा त तिमीले उठाउँथ्यौ हिजो राति त तिमीलाई पनि रुँदा रुँदा ठिक भयो जाऊ के काम छ आमालाई सघाउ फेरि आमा रिसाउनुहुन्छ उसुकै निदाइएछ हेर त उज्यालो भइसकेको छ जाऊ आमा कराइरहनु भएको छ तिमीले आमा कहिले चाहिँ नगराएको हो र बढ्दा नबोल है जाऊ के काम छ आमालाई गरेर सकौ मैले के काम गर्नु र अब भित्रको काम गर्नु हुँदैन बाहिरको काम म अहिले आफ्नै तरिकाले गरिहाल्छु बरु तपाईँ चाहिँ जानु न लो भयो दुवैजना जाउँ हेर आज त यतिखेरसम्म पो सुतेछु मार्नै भएन आमाले के गर्नु मेरा बा मेरा घरका महारानीहरू बल्ल पो आँखा मिच्दै आउँछ नि है बल्ल उज्यालो भयो तिमीहरूलाई अलिकति लासरम भनेको छ कि छैन बुहारी मान्छे भएर यतिखेरसम्म सुत्ने अब तिमीहरूलाई त के भन्नु कसैको डरबर भए पो मुन्थ्यो त मलाई त झन् टेर्दैनौ मान्दैन मेरो कुरा ठिकै छ मेरो कुरा नमान नटेर मलाई तर तिमीहरूका माइतीमा तिमीहरूका प्यारी आमाले त संस्कार भनेको के हो बिहे गरेर अर्का घर गइसकेपछि कसरी बस्नुपर्छ सासू ससुराको सेवा कसरी गर्नुपर्छ आफ्नो श्रीमानको सेवा कसरी गर्नुपर्छ बिहान सबेरै उठेर घर व्यवहार कसरी धान्ने खानपिन कसरी बनाउने पकाउने भन्ने कुरा त सिकाएको होला नि तर खै त तिमीहरूको पारा त यस्तो छ अब यो घरको सासो भएर पनि बिहान सबेरै मै उठ्नुपर्छ घरको कामकाज सबै मैले नै गर्नुपर्छ अब तिमीलाई त जति कराए पनि सुनाए पनि भने पनि केही लाग्दैन तिमीहरूलाई केही मतलबै छैन अनि त्यो मोनिका कहाँ छ म त उसको बुढासँग ओछ्यानमै छ होला ठानेको थिएँ छैन अब बिहान 4 बजे उठेर केही काम गर्न पो गए कि तिमीलाई सोधौँ भने बिचरा तिमीहरू त भर्खर उठेर आउँदैछौ निन्द्रा पनि पुगेको छैन होला मैले त सोचेको थिएँ मोनिका आफ्नो लोग्नेसँग होला भनेर तर लोग्ने चाहिँसँग त यो पूजा थिए जान्छ त्यो कहाँ गए अनि तिम्रो महारानीहरू आधा दिनमा उठ्नु छ के टल्लाएर बसेको जा आफ्नो काममा छिनाहरू नचिच्याइकन नहुने होइन त्यो मोनिका घरको काम गरेर कतै गई भनौँ भने पनि लथालिङ्गै छोडेर गएको छे गाउँमा चिनेको मान्छे कहाँ गई कि भनौँ भने यो गाउँमा त्यसको चिनेको मान्छे कोही छँदै छैन जान चाहिँ कहाँ गए क्या छोरी त्यो आमा बिहान बिहान किन चिन्ता लिनु भएको के कतै गयो कि होली आइहाल्छ नि होइन कहाँ चाहिँ जान्छ क्या त्यो बिहान बिहान उठेर के काम छ त्यसको उज्यालो नहुँदै जानलाई आमा यसो मन्दिरतिर गयो कि होली के बिचरा त्यसलाई पनि तनाव छ अब फेरि त्यसको आज मानवसँग बस्ने पालो हो आफ्नो श्रीमानलाई मन्दिरमा गएर पूजापाठ गरेर आयु मागेर मुख हेरेर मात्रै बस्ने होला के त्यसैले तपाईँ बेकारमा तनाव नलिन् त आमा अहिले आइहाल्छ नि त्यो त हो क्यारे छोरी तर आफूलाई बेला बेला चियाइरहनु पर्छ कसले बनाइ ल्याउँछ मलाई तातो चिया अब यी मारोगीहरूको पारा यस्तो छ चिच्याएर बोलाउँदा त आधा दिन लगाउँछन् उठ्नलाई यसरी जाऊ न कस्तो चियाको तल त लाग्यो कप मिठो चिया बनाएर ल्याऊ बा जाऊ
होइन, आजभोलि पूजालाई के भएको छ? मसँग त बोल्नै खोज्दिनन्। राति राति त्यसरी घरै छोडेर हिँड्छिन्। बल्ल बल्ल फकाएर सम्झाएर ल्याएँ। एक दिन त ल्याएँ, तर मान्छेको जातलाई पशुलाई जसरी दिनरातै गोठालो लागेर त कहाँ सकिन्छ र? तर खै मैले पूजालाई कसरी पो सम्झाउनु होला? हात हेराउनेहरूले त नयाँ वर्ष लागेपछि राम्रो हुन्छ भन्थे, तर मेरा दिनहरू त झन् दिनदिनै नराम्रो नराम्रो हुँदै गइरहेको छ। मलाई त यो साल पनि फाप्दैन कि क्या हो? यसपालि पनि दुःखै पाउन लेखेको छ जस्तो छ। आमा ए च्यालियोस् तातो छ। साँच्चै छोरी, त्यो मोनिका मन्दिरै गएको भए पनि यस बेलासम्म त आइसक्नु पर्ने होइन र भने आइन के त्यो? अनि जान चाहिँ कहाँ गयो क्या त्यो केटी? त्यही त भने आमा, म पनि मोनिके मन्दिर गएकी हो आइहाल्छ नि भनेर ढुक्क भएर बसेको, अहिलेसम्म आइन भने। आमा मलाई त कस्तो डर लागिरहेछ भने। होइन त्यो मोनिके जान चाहिँ कहाँ गयो के? कहाँ गए बोलो, फोन पनि भित्रै बिर्सेर आएँ क्या अरे। ए नानी तेरैबाट फोन लगाएको त एकचोटि। माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। सरी, द मोबाइल यु हैव डायल्ड इज स्विच्ड अफ। आमा के भयो? त्यसको मोबाइल त अफ भन्छ त। के गर्ने होला आमा, मलाई त झन् टेन्सन हुन थाल्यो भनेको। अरे जान चाहिँ कहाँ गयो त्यो केटी? खै आमा, कता गई झन् आफ्नै साथी गतिले होली भनेर घरमा लिएर आएको त। यो त झन् खत्तम रहेछ भनेको। जुन जोगी आए पनि कानै चिरेको भने जस्तो। के खानु, टेन्सन नलिनु। सेलाई सोहेको चिया पनि। मीनाक्षी, हजुर घाँस हालिदिँदैछौ? दिदी। अस्मिता दिदी, त्यो मोनिका त हिजोदेखि नै घरमा रहेन रहेछ नि। कहाँ मरिछ कुन्नी? मोनिका घरमा नभएको भएर आमा र छोरी खुब तनाव लिएर बसेका छन्। खै मीनाक्षी, जहाँसुकै जाओस् छोडिदेऊ। त्यस्ताको के कुरा गर्नु भनेको? अब आमा र छोरीसँग लपक्कै थिए, आमा र छोरीलाई पनि थाहा नदिकन घर छोडेर गइछे। अब कहाँ गयो, कोसँग गयो केही पनि थाहा छैन। जे भयो नि एकदम राम्रो भयो। मलाई साँच्चै नै भन्नुपर्ने हो भने मीनाक्षी, त्यो मोनिका चाहिँ फिरिक्कै मन पर्दैन थियो। बरु पूजा दिदी नै ठिक लाग्थ्यो मलाई त। बिचारी पूजा दिदीले कति दुःख पाएकी थिइन्, त्यही माथि सौता भोग्नु पर्दाखेरि कस्तो भएको थियो होला। बल्ल आफै घर छोडेर गई, आनन्द भयो। त्यो त घरै फर्केर नआए पनि हुन्थ्यो नि। तर के गर्नु, 2-4 दिनपछि लुरुक्क पर्दै म त आएँ भन्दै आइ भने त तनावै हुन्छ नि। तर ती आमा छोरी त त्योसँग यति मिलेका थिए नि, लपक्कै भएका थिए। अहिले त्यो मोनिका घर छोडेर गए, दुवैजना तनावमा छन्। मीनाक्षी, जेसुकै गरून् के, हामीलाई के मतलब भनेको? छोरी, मलाई त लाग्छ
त्यो मोनिकाले घरै छोडेर गएकी हुनुपर्छ। आमा त्यो घर छोडेर गए पनि त्यसलाई साथ दिने भनेको हामीले नै हो। त्यसले हामीसँगै नसोधिकन कसरी घर छोडेर जान सक्छ? आमा यदि त्यसले साँच्चै घर छोडेर गएकी हो भने पनि अरूलाई नभने नि हामीलाई त भन्न सक्थे, केही सरसल्लाह गर्न सक्थे नि। सबै कुरामा हामीसँग सरसल्लाह भएर राजी भएकी मान्छेले यसरी घर छोडेर जाँदाखेरि त हामीसँग केही न केही सरसल्लाह गर्न पर्ने हो नि। तिमीले भनेको कुरा पनि सही हो छोरी। केही न केही चलखेल पक्कै भएको छ। यसको छिनोफाना गरेरै छोड्छु। त्यत्तिकै कसैलाई छोड्नेवाला छैन म। किनकि मोनिकाले घर छोडेर जानुमा पक्कै षड्यन्त्र भएकै छ। आमा तपाईँ यसरी आवेगमा नआउनु न, धैर्य गर्नुपर्छ के। हेर्नुहोस् अहिले हामीले यहाँ केही रडाको मचाउला, फेरि एकछिनमा मोनिका टुप्लुक्क आइपुग्ली रे, अनि यिनीहरूको नजरमा हामी नराम्रो हुँदैनौँ। यसै पनि आजकल हाम्रो धेरै नराम्रो भइरहेछ। सबै कुरा हामीले नै हारिरहेछौँ। त्यसैले आमा अबको आधी घन्टा कुरौँ, आधी घन्टा पछाडि पनि त्यसको केही खबर आएन, फोन सोन लागेन भने त्यस पछाडि के गर्नुपर्छ गरौँला। ए छोरी एकचोटि फोन ल्याएर हेर्नु न, स्विच अफ खोली के अब त। माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको आमा अफ नै भनिरहेको छ। के गर्ने होला, कहाँ गयो होला त्यो? होइन ए बुढा सुन्नु न। भन न, सुन्दैछु। त्यो मानवकी श्रीमती थिए नि। मानवको त 3-3वटी श्रीमती थिए क्या अरे। एउटी त पहिले घर छोडेर गएकी हो। अहिले भएका दुईटा मध्ये कसको कुरा गरेको तिमीले? त्यो पहिलाकीको त के कुरा गर्नु, अहिले घरमा भइरहेका ती दुईटी छन् नि, ती दुईटी मध्ये पनि आमा र छोरीले मन पराएर ल्याएकी त्यो मोनिका छ नि, त्यसले त घरै छोडेर गइरे नि त। घरै छोडेर गइरे? कहाँ गई छे? खै कहाँ गयो, अहिले घरमा छैन रे। माइततिर पो गएकी हो कि? माइततिर गए नि, साथी कहाँमा गए नि। त्यो आमा र छोरीलाई त भनेर जानु पर्थ्यो नि। उनीहरू लपक्कै थिए, जहाँ गए पनि भनेर त जानु पर्थ्यो नि। हे बुढी, जेसुकै गरून्। हुन त आफ्नै बुढाको माया पनि आधा आधा लिनुपर्ने, आफ्नै बुढासँग पनि दिन बिराई बिराई बस्नुपर्ने। त्यही भएर विरक्तिएर कतै गएकी होली। तर गए पनि राम्रै भयो, धन्न बुद्धि पुर्याइछ बेलैमा। खै त्यसरी घर छोडेर जाने खालकी त थिइन। गाउँभरि घरै छोडेर गयो अरे भन्ने हल्ला छ। खै के हो मैले त कुरै बुझ्न सकिनँ। ए तेरी जेसुकै गरून्, फुरुफुरु काम गर। लौ छोरी, तिमीले भनेको आधा घन्टा पनि पुरा भयो। खै त न त्यो मोनिकै आइपुगे, न त्यसको के खबर आयो। ल अब अन्तिम पटक एकचोटि फोन गरे हेर त छोरी। फेरि पनि फोन स्विच अफ आयो भने त्यसपछि के गर्नुपर्छ मैले जानेको छु। माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। आमा अफको अफ नै भनिरहेछ। फेरि पनि अफै भने हैन त? वा पाउँछ घरमा सब बाहिर निस्को त। बाहिर आऊ भनेको सुन्दैनौ? के भयो आमा, किन चिच्याउनु भएको? आन्दोलनमा जस्तै आओ आओ भन्दै कराइरहनु भएको छ, के भयो? धेरै नगिजा है, के भयो रे? के छ भएन भन्न त। म त हिजो सँगै सुते कि मोनिका, आज बिहान उठ्दा ओछ्यानमा छैन। तिमीलाई त मतलबै छैन। घरको परिवारको एउटा सदस्य हराइरहेछ, खोजी नीति गर्ने त कहाँ हो कहाँ? अझ के भयो? सबैलाई ढुक्क भएको होला नि मोनिकाले घर छोडेर गई भनेर। अझ यो पुजेको त हटिहाल्छ होला होइन? अब मानवमाथि मेरो एक्लो रचाइ हुने भयो भनेर। खोइ आमा, हामीहरूलाई त थाहा छैन है। हामीसँग राम्रोसँग बोल्दा त बोल्दैन थिइन्,
जहिले पनि तपाईँहरूसँगै बोल्ने, तपाईँहरूसँगै खानपिन गर्ने, तपाईँहरूसँगै सुत्ने गर्थिन्। अनि हिजो राति चाहिँ कोसँग सुत्या थिइन् र? कहाँ सुत्नु नि, हामीसँगै सुतेकी थिए। अनि तपाईँहरूसँगै सुतेको भए तपाईँहरूलाई थाहा हुनुपर्ने, हामीलाई किन सोधिरहनु भएको? उल्टो हामीले चाहिँ तपाईँहरूलाई सोध्नुपर्ने हो। फेरि तपाईँहरू त एकदमै मिल्नुहुन्थ्यो, एकअर्कामा लपक्कै हुनुहुन्थ्यो। कहाँ गई के गरी तपाईँहरूलाई नै थाहा हुनुपर्ने, हामीहरूलाई के थाहा छ र हामीलाई सोध्नु भएको? चुप लाग्दा हेर न बोल। हुन त तसँग के बोलिराख्नु, यो विषयमा त मानवलाई थाहा होला। ल भन मानव, मोनिकालाई कहाँ हाल्यो? त र पूजा मिलेर षड्यन्त्र गरेर के घरबाट निकाले छोड्यो? कि कोही मान्छे लगाएर मारेर छोड्यो मोनिकालाई? छिटो भन। आमा, हामीलाई आरोप लगाउन तपाईँलाई अलिकति पनि लाज लाग्दैन? हामीले के षड्यन्त्र रचेको छौँ? षड्यन्त्र रच्न त तपाईँहरू नै सिपालु हुनुहुन्छ त। तपाईँहरूलाई षड्यन्त्र गर्नलाई कसैले पनि जित्न सक्दैन। मेरै जिन्दगीमा पनि अनेकौँ षड्यन्त्र गरेर भतभुङ्गा लथलिङ्ग बनाइदिनु भयो। विदेशमा भएको बेलामा पनि एउटा अनजान नारीलाई घरमा ल्याएर मेरो छोरासँग बिहे गराइदिन्छ भनेर झुटो आश्वासन देखाउनु भयो। नक्कली बिहे दर्ता गराइदिनुदेखि लिएर गाउँलेहरूको अगाडि मेरो बदनाम गराएर जबरजस्ती त्यो मोनिकालाई मसँग राखिदिनु भयो। तैपनि मैले उसलाई स्वीकारेको थिएँ। तपाईले जे भन्नुभयो, जे गर्नुभयो सबै कुरा माने, किनकि तपाईँ मेरो आमा हो। आफ्नी आमाले भनेको कुरा कुनै पनि नराम्रो नहोला, मेरै लागि भनेको होला। कुनै पनि आमाले आफ्नो सन्तानको कहिले पनि कुबल चाहदिनन् भनेर मैले तपाईले जे भन्यो त्यही मान्दै आएँ। तर तपाईँ यतिसम्म गिर्नुहुन्छ भन्ने कुरा मैले सोचेको पनि थिइनँ। हुँदा आज मोनिका घरमा नभएको कारण पनि मलाई नै बनाउनु भयो होइन त? अब मोनिका घरमा छैन त मलाई के थाहा? अब उसले जे गर्दा पनि जहाँ जाँदा पनि तपाईँहरूलाई नै सोधेर जान्थे, तपाईँहरूलाई नै सोधेर गर्थे, मलाई कसरी थाहा हुन्छ? ए तैँले त्यसो भनेर सुख पाउँछस्? हेर मानव, मलाई अरू कुरा केही पनि थाहा छैन। मलाई मोनिकाको के लास चाहियो कि सास चाहियो, होइन भने राम्रो हुने छैन। मोनिका कतै भेटिनन् भने पुलिस केस गर्छु, कसैलाई छोड्ने छैन म। आमा, बोल्दाखेरि चाहिँ अलि मुख सम्हालेर बोल्नुहोस् नि। अब त्यो कहाँ जान्छ के गर्छ हामीलाई कसरी थाहा हुन्छ? अब घरमा छैन, सम्पर्कमै छैन भनिसकेपछि त पक्कै पनि त्यो पहिला गएको हुनुपर्छ। बेकारमा मलाई नभएको आरोप नलगाउनुहोस्। मुखमा जे आए त्यही नबोल्नुहोस्, बुझ्नुभयो? यदि तपाईँले यस्तो कुरा गर्नुहुन्छ भने नि तपाईले पुलिस केस होइन, म आफै पुलिस केस गर्छु। मैले दुईवटी श्रीमती मिलाएर राखेको थिएँ। मेरी श्रीमती आमा र दिदीसँग सुतेकी थिए, बिहान उठ्दाखेरि छैन भनेर म आफै पुलिस केस गरौँ? किन मलाई त्यसै बिना कारण आरोप लगाउनुहुन्छ? मैले मेरी श्रीमती खोइ भनेर तपाईँलाई सोध्नुपर्ने ठाउँमा उल्टै मलाई आरोप लगाउनुहुन्छ?
यी सब कुराहरू त मैले पो तपाईँहरूसँग गर्नुपर्ने हो। यो सबै कुरा हुनुमा तपाईँको र दिदीको सरासर गल्ती छ, बुझ्नुभयो? ओए तैँले मलाई दोष चाहिँ किन लाग्यो? अनि कसलाई दोष लगाउनु त? त पनि आमाकै पक्ष लिन्छस्। हामी त को नै हो र तेरो लागि? आमाले जे भने पनि आमाको पछि पछि लागेर हिँडिरहेकी छेस्। तँलाई नि थाहा होला नि त सबै कुराहरू। अनि त्यो मोनिका तिमीहरूसँगै बस्ती, तिमीहरूसँगै लपक्क थिए। त्यसैले अब त्यो मोनिकालाई खोज्ने काम तपाईँहरूले गर्नुहोस्, हामीले होइन। मलाई अरू कुरा केही पनि थाहा छैन। यदि तपाईँहरूले अनेकौँ षड्यन्त्र रचेर पुलिस केस मात्रै गर्नुभयो भने मेरी आमाले मेरी श्रीमतीलाई बेपत्ता पारिदिन्, हराइदिन्, गायब गराइदिन् भनेर म उल्टो पुलिस केस गर्न सक्छु, बुझ्नुभयो? कसले के गर्दो रहेछ हेर्छु म पनि। तर यो कुरा चाहिँ पक्का हो, तिमीहरू दुईटा लौनु साथी मिलेर मोनिकालाई लहाइटेकै हो। हेर्नुहोस् आमा, यस्तो कुरा नगर्नुहोस्। नदेखिकन कसैलाई पनि आरोप लाउन मिल्दैन। त चाहिँ कुन चाहिँ गतिले मान्छे होस् र? त पनि मान्छे त खुसखुसे नै होस्। नबोली भित्रभित्रै खोक्रो पार्छिस्। जतिखेर पनि जे पनि गर्न सक्छिस्, जे पनि भन्न सक्छिस्। आमा त्यसो नभन्नुहोस्। मोनिकालाई मैले केही पनि भनेको थिइनँ। हामी दुईजना मिलेरै बसेका थियौँ। एक अर्कामा त्यस्तो नराम्रो केही पनि भएको थिएन। मैले त सौता नै भए पनि दिदी बहिनी जस्तै मिलेर बसौँला भन्ने सोचेको थिएँ। मैले त अझै पनि मिलेरै बस्छु भनेर सोचेको थिएँ। तर खै ऊ अहिले घरमै छैनन्। कहाँ गइन् केही पनि थाहा छैन। ल बिहानै यसरी धेरै हल्लाखल्ला नगरौँ। घरमा यसरी झगडा गरेर छरछिमेक गाउँले हँसाउने काम नगरौँ। मोनिका कतै गएकी होलिन्। अब घर आउने बाटो थाहा छँदैछ होला, आइहाल्छिन्। यसरी देख्दै नदेखिकन, थाहा नै नपाइकन एक अर्कालाई आरोप प्रत्यारोप लाउने काम नगरौँ। यसमा मैले दाइको पनि दोष देखेको छैन र आमाको पनि दोष देखेको छैन। त्यसैले एक अर्कालाई दोष नथुपारौँ। कतै गएकी रहेछिन् र टुप्लुक्कै आइपुगिन् भने बेकारमा हामी एकअर्कामा नराम्रो मात्रै हुन्छौँ। उनले नै केही षड्यन्त्र रचेर पुलिस केस गरिन् भने हामी आफै फस्छौँ। त्यही भएर चुपो लाग्ने बस्ने, नत्र गाउँभरि हल्ला फैलिन सक्छ। फेरि हाम्रो घरमा जहिल्यै झगडा हुन्छ भनेर गाउँलेहरूले पनि दिक्क मानिसके। हाम्रो घर परिवार पनि त्यस्तै छन्, घरका सदस्य पनि त्यस्तै छन्। यसरी झगडा गरेर बस्नुभन्दा बरु कतै सोधपुछ गरौँ, खोजौँ। मलाई यसरी झगडा गरेर बसेको मन पनि पर्दैन र सहन पनि सक्दिनँ। ल अब सबैजना आफ्नो काममा जानुहोस्। दाइ तपाईँ पनि जानुहोस्। पूजा भाउजू तपाईँ पनि जानु। अस्मिता भाउजू अब मोनिका छैन, भान्साको काम त तपाईँले सम्हाल्ने होला नि। मैले आजदेखि सबै भात भान्साको काम तेरो। ल जा। आमा अब भने बल्ल यी सबैजना ठिक ठाउँमा आए जस्ता छन्। अब यिनीहरूलाई यसै गरी तलाएर कज्याउनु पर्छ। पूजा जे भयो राम्रै भयो। कुचोले बढारेर फ्याँक्नुपर्ने कसम गर, हावाले उडाएर लग्यो।
त्यो मोनिका जसरी भयो नि यो घरबाट निस्केर जानुपर्ने थियो, निस्केर गए, राम्रै भयो। यो सब हाम्रै भलाइका लागि भगवानले गरिदिएको हुन्। भन्छ नि जहिले पनि सत्यको जित हुन्छ भनेर, आखिर जित भएरै छोड्यो। अबदेखि तिमी पनि यसरी राति राति घर छोडेर हिँड्ने, मसँग रिसाउने, झर्किने अनि टाढा हुने काम पनि नगर। अबदेखि हामी दुईजना राम्रोसँग मिलेर घर व्यवहार चलाएर बस्नुपर्छ, ताकि हाम्रो श्रीमान श्रीमतीको माया देखेर अरूहरूले पनि डाहा गरून्। आहा, कति धेरै माया छ है यिनीहरू श्रीमान श्रीमती बीच भनेर गाउँलेहरूलाई पनि परोस् न। आमा, हामीलाई सोध्दै नसोधी कहीँ नजाने मान्छे अहिले त त्यो भन्दा पनि नभनी केही पनि नसोधिकन कहाँ गयो हो? त्यही त म नि छक्क परिरहेको छु। अब जहाँ जान लाग्दा पनि जे गर्न आँट्दा पनि हामीसँग सरसल्लाह गरेर गर्थी। आज त के भएको? केही भन्दै नभनिकन गई, फेरि यस बेलासम्म आकी पनि छैन। कुरै बुझ्दिनँ बा म त। झन् अरूले हेपे दुःख दिए भनेर हामीसँगै हाम्रो कोठामा राखेको त अहिले आएर हेर त उल्टै हामीलाई नराम्रो पारेर गई बा। अब हेर कस्तो चाहिँ अप्ठ्यारो लाग्यो त हामीलाई। अब त्यो छोरा र बुहारी मिलेर षड्यन्त्र गरेर उसलाई निकाले, गाए पारे भनौँ भने पनि हामीसँगै हाम्रो कोठामा बसेकी थिए। अब यसो गर्दा नि हामीलाई नै अप्ठ्यारो पर्ने हुन्छ, उसो गर्दा पनि हामीलाई नै अप्ठ्यारो पर्ने हुन्छ छोरी। त्यही भएर एउटा निर्णय गरेँ मैले। निर्णय? कस्तो निर्णय आमा? हेर छोरी, अब हामीले त्यो मोनिकालाई न चिन्दछौँ न जान्दछौँ, त्यसको मतलबै नगरौँ। त्यो को थिए, कहाँबाट आई, के गरी अब थाहा छैन हामीलाई। अब यो घरमा त्यसको कुरै नगरौँ, बुझिस् होइन? अनि कस्तो केटी भने नि त्यो, कमसे कम अरूलाई नभने पनि हामीलाई त जाँदाखेरि सोधेर जानुपर्छ, भनेर जानुपर्छ नि। अब हेर त सबैको अगाडि हामीलाई नै अप्ठ्यारो नराम्रो पारेर गई होइन? कहाँ गई सुटुक्क गई। जाँसुकी जाओस्, के मतलब? मैले भने जस्तो है नानी, अब यो घरमा त्यस्तो कुरा नगरौँ, मतलबै नगरौँ त्यसको, जाँसुकी जाओस्। वा आमा, तपाईँले एकदमै ठिक भन्नुभयो। अब हामीले यसरी तनाव लिएर बस्नुभन्दा त यो घरमा त्यसको कुरै नगरौँ। त्यसको बानी बेहोरा देख्दाखेरि त अहिले त मलाई पनि एकदम रिस उठेर आएको छ। मानव, तिम्री आमाले तिम्रो लागि खोजेर ल्याइदिएकी श्रीमती अहिले घर छोडेर गइन् रे नि, के यो कुरा साँचो हो? हो काका, बल्ल भने म तनावमुक्त भएको छु। त्यो त हो मानव। हेर न, हामीलाई पनि कति धर्म सङ्कट भने नि, न त तिम्रो पक्षमा बोल्न नै मिल्ने, न त तिमीलाई साथै दिन मिल्ने। फेरि म पनि सहरतिर गएको थिएँ, धेरै पछि मात्रै सबै कुरा सुने। अस्ति पनि म तिमीहरूलाई सम्झाउन गएँ, तिमीहरूको पक्ष लियो कि केही बोल्यो कि तिमीहरूकै आमा रिसै हाल्ने? होइन काका, ठिकै छ। अब पहिला जे भयो भयो, अहिले घर परिवार राम्रो हुँदै आएको छ। अब भने त्यस्तो नहोला। ल ल, ठिकै छ। अब म पनि यहीँ छु, सँगसँगै काम गर्नुपर्छ। अब हामी एउटै गाउँमा भएपछि सबै कुराहरू, सबै कामहरू मिलिजुली गर्नुपर्छ। एक अर्कालाई जे परे पनि साथ दिन सकिन्छ। त्यही भएर सँगसँगै काम गर्दै अगाडि बढ्नुपर्छ। भइहाल्छ नि काका। दिदी खाना पाक्यो। ए हात धोस्। त गएर पसिँदा गर, हामी हात धोएर आउँछौँ। नानी उठा हात धो। खाना खान नि मन छैन हौ आमा।
भयो आइया बाबा कसरी पात पस्किया ढङ्ग हेर न कसरी पस्किन अहिलेसम्म थाहा छैन है तँलाई कसरी त्यो मोनिका नभएपछि त खाना पनि मिठो खान पाइएन है अघि पछि त मिठो पकाएर मर्थिस् के भएको अचल मैले पकाएको खाना नमिठो भएदेखि आफ्नै मोनिकालाई बोलाए भइगयो नि त मैले बनाएको खाना किन खानु पर्यो नि आफ्नै मोनिकालाई बोलाएर पकाउन लगाएर खाए भइगयो नि म आफैले खाना बनाउँछु पनि भनेकी होइन अब फेरि कसैले नपकाएपछि मैले पकाउनै पर्यो मलाई थाहा थियो मैले बनाएको खाना तपाईहरुलाई मिठो हुँदैन भनेर तपाईलाई पनि जो मान्छे मन पर्यो नि त्यसैले बनाएको खाना त मिठो हुने हो तपाईलाई म मन पर्दैन मैले जति नै मिठो पकाएर दिए पनि आज त आहा कति मिठो पकाइस् भनेर के भन्नुहुन्थ्यो नखानुस् तपाईहरुले नखाएर मेरो पेट भोको हुने हो र अब मैले पकाएर दिएकै हो मलाई पाप लाग्दैन अझै बढी बोल्छस् मुखमुखै लाग्छस् म तपाईसँग मुखमुखै लागेको होइन आमा सत्य कुरा जे हो त्यही मात्रै बोलेकी हुँ जति राम्रो गर्न खोजे पनि तपाईले कहिले पनि राम्रो देख्नु भएन आजदेखि म खानासाना पकाउँदिन आफै पकाउने आफै खाने हेर त यसको ताल बाबा यसको थुथुनो चल्या देखेर नि निकै मुखमुखै लाग्ने भएको छ यो यसलाई ठिक नगरी त कहाँ छोड्छु र कसरी ठिक पार्नुपर्छ जानेकी छु मैले छोड्दै छोरी नखाएले पकाएको भए यहाँ आमा नमिठो भयो नि खाम न मलाई त कस्तो भोक लागिरहेछ पर्दैन छोरी यस्ताले पकाएको खाना खायौँ भने उल्टै हामी हेपिन्छौँ त्यसले पकाएको खाना त्यसैले खाओस् त्यसले पकाएको खाना त्यहाँ पन्चा त हामी आफै पकाएर खान्छौँ ल पन्चा कोही त्यो पानीको जग दे छिनी एक छाक भात खुवाउनु पनि मरेकै जुनी गर्छ ए हात धो यसैमा त्यो पन्चार तरकारी काट है यहाँ आगो बाल्छु छिनेको हातमा किरा परेपछि के गर्नु र अब हुन्छ यहाँ बाल्ने कुरो कहाँ राखेर मरि फेरि त्यसले भने पनि न्यु फुर्केर गएको छि ल आगो ठोस्ने कुरा कहाँ छ छोरी देख्दिनँ त म त कहाँ राखेर मरि त होला छिनीले छैन त आगो पनि छ्या हो राको बल्दा नै बोल्दैन कहाँ राखेर मरि त अस्मिता किन बोलेर मर्छ र फन्केर हिँडिहाल्छु इ हेर त यहाँ राखेर मरि चाहिँ त्यसका किरा परे यार अब एउटा कागज कहाँ खोज्दियो मैले बोल्दैन यसरी यो दाइ अब सधैँभरि यसरी झैझगडा गरेर घर परिवारमै रिसारिस गरेर हेपाइ सहेर एकअर्कालाई दोष लगाएर मात्रै जिन्दगी चल्दैन त्यही भएर मैले तपाईँसँग एउटा सल्लाह गर्ने निर्णय गरेको छु निर्णय कस्तो निर्णय भाइ हेर्नुहोस् दाइ सधैँभरि यसरी आमाको ज्यादती सहेर बसेर हुँदैन जन्म दिएकी आमा हुन् न त केही भन्न नै मिल्छ न त केही गर्न नै मिल्छ न त हात उठाउन मिल्छ न त धम्काउन थर्काउन नै मिल्छ
मैले तिमीहरूलाई जन्म दिएको हुँ, मैले जे भन्दा पनि तिमीहरूले मान्नुपर्छ भन्ने ठान्छिन्। तर सधैँभरि यसरी सहेर बस्न त सकिँदैन नि दाइ। त्यसैले केही उपाय लगाएर आमालाई ठिक ठाउँमा ल्याउनु पर्यो भनेर सोचिरहेको छु। फेरि दिदी पनि सधैँभरि माइत बसेर पनि भएन, उता उसको घरबार बिग्रिन्छ, उसलाई पनि त घर पठाउनु पर्यो। त्यसपछि आमालाई ठिक ठाउँमा ल्याएर ओहो मेरा छोरा बुहारी त सही रहेछन्, यिनीहरूको मन त सफा रहेछ भन्ने पनि त बनाउनु पर्यो। हुन्छ भाइ, तैँले जे भन्छस् म मान्न तयार छु। के उपाय हुन्छ निकाल्न त, म तेरो हरेक पाइला पाइलामा साथ दिन तयार छु। हुन्छ दाइ, अब यो घर सम्हाल्ने जिम्मा मेरो भयो। जे उपाय लगाएर भए पनि आमालाई ठिक ठाउँमा त ल्याउनै पर्छ। मात्र तपाईँलाई मैले यो कुरा हो कि होइन दाइ भनेको ठाउँमा तपाईँले हो भन्दै मुन्टो हल्लाउनु पर्यो। तपाईँ मलाई साथ दिँदै जानुहोस् दाइ। यदि बोलिहाल्नु पर्यो भने पनि मेरो पक्षमा बोल्नुहोस्। हुन्छ भाइ, तँ ढुक्क हो। अब तैँले जे भन्छस् म तेरो सबै कुरा मान्न तयार छु। हुन्छ दाइ, पछि गएर बोली चाहिँ फेर्न पाइँदैन नि। धोका चाहिँ नदिनु होला, मलाई धोका दिएको मन पर्दैन। होइन कस्तो विश्वास नगरेको, मेरो विश्वास गर भाइ। आजदेखि तैँले जे भन्छस् म त्यो सबै कुराहरू मान्न तयार छु। आमा ओइ तरकारी पाकेन भने कस्तो भोक लागिसक्यो। पाक्यो के पाक्यो, एकछिन उम्लिँदैन? भकभक उम्लेको पो मिठो हुन्छ त। हेलो हजुर हो? के रे के भन्नुभयो? अह यो त हुनै सक्दैन। आमा के भयो? कसको फोन हो? अनि के कुरा भएर यसरी आत्तिर मको? अह यस्तो होला भने त मैले सोचेकै थिइनँ। यो हुनै सक्दैन।